गाइज वेलकम टु आवर ब्लग। अब जे भन्नुहुन्छ अगाडिको आमाले भन्नुहुन्छ के भन्नु अब होममा आयो, होम हेरियो, पूजा गरियो, अब घरतिर घुरिन्छ। तर भित्र पस्नु भएन चाहिँ भित्र पस्न सकिएन नि त। लाइन एकछिन आधा घन्टा 15 मिनट लागेको आए त पसिहाल्नुहुन्थ्यो। बाहिरबाट नि एउटै हो। एउटै हो नि मान्छे त्यसै आएको हेरेर के पैसा त्यसै खतम गरेको जस्तो लागेको छैन तपाईँलाई? तर यो नभए तपाईँ नि त आउनुहुने थिएन, अहिले आउन पाउनुभयो, घुम्न पाउनुभयो एक दिन। विश्वको शान्तिको लागि लगाएको। शान्ति हुन्छ होला यहाँबाट? अब जुत्ता चप्पल चाहिँ लिउँ न पहिला बाजी। अब के भन्छन् अगाडि ब्लगमा? खुसी भन, के भन्नुपर्छ? अब हामी जुत्ता चप्पल दिन्छौँ, यहाँ जुत्ता चप्पल लिन आएका छौँ। हाम्रो यो नम्बर छ, सिस्टम बनाएको छ जुत्ता चप्पल। अब त्यो पोलिथिनमा नम्बर हुन्छ अनि त्यही नम्बरमा घुराउनुपर्छ अनि त्यही टोकनहरूले घुराइदिन्छ। यस्तो हुँदो रहेछ। अब यहाँबाट खोलेर हाम्रो जुत्ता निकाल्छ। सस्तै राख्नु त जुत्ता त। ए हेर्नु कस्ता जुत्ता छन् खुसी। सस्ता राख्नु त कति पैसा लिए? एक झोला दियो त। फ्रीमा यो सब जुत्ता प्रसादको हिसाबमा। मेरो त यस्तो छ चप्पल नभएको। झोला दिँदै यो झोलामा उनीहरूले अरू फेरि अरू चप्पल हाल्छन्। झोलाको दाम बेसी रहेछ। लाउनु मान्छेले यसको भन्दा अगाडिको कुरो गर्छ। मेन ब्लगर त कर्णे दाइ हो, होइन कर्णे दा? भन्, मेन ब्लग भइरहेछ। अब भन, तिमीहरू भोइस ओभर मात्रै गर्छौ, खालि के ब्लगर भयो तिमीहरू? ब्लगर भन्नु कि अब सिङ्गरी आइएको थियो, पुरा भिडभाड रहेछ। तपाईँहरू पनि यो भिडियोमा आउनु सक्नुहुन्छ। तपाईँहरूले हामीहरूलाई सेयर गर्नु, हामीहरू पनि तपाईँलाई सेयर गर्छौँ। मेन कुरो सेयरकै कुरो हो। सेयरमै दुनियाँ अड्केको छ अहिले। अड्केको छ अहिले। यहाँ अहिले हेर्नु न कति मान्छे आएका रहेछन्। बाटो नौतुन बनाइदिएछ हेर्नु त मन्दिरको लागि। नौतुन बाटो छ यो बाटै थिएन। यो बाटो नदी कुदिरहेको थियो अस्ति नै पोहोर भागो मेलामा आउँदाखेरि। यता आउनु। सरकारले पुरा काम गरिदिएको छ, बाटो साटो सब बनाइदिएछ। अब बाटो कति दिन टिक्ने हो? तपाईँहरूले लाइक सेयर कमेन्ट गर्नु भने यो बाटो बेसी दिन टिक्छ। तपाईँले बाटोलाई बचाएर राख्नु पर्यो। लाइक सेयर कमेन्ट गर्नु भने बाटो मेला आउँदाखेरि यो बाटो हुन्छ कि हुँदैन याद राख्नुहोस्। मेलामा गायब हुन्छ कि यो बाटो, तर मेला जत्रै भएको रहेछ। जति लाइक सेयर कमेन्ट गर्नुहुन्छ उति यो बाटो रहन्छ, नभए यो बाटो रहन्छ भन्न सकिँदैन। लाइक र सेयर गर्न त पैसा लाग्दैन, त्यही पनि तपाईँहरू गर्नु नै हुन्न। त्यही त भिड हेर्नु यार एकजना ब्लगर कस्तो रखेर अब यहाँ भन्नुपर्छ। भन्नु यहाँबाट मेन गेट रहेछ, यहाँबाट छिटेर जानुपर्छ। अगाडि खेतमा यो वस्तु बनाएको रहेछ है, बहुत ठुलो छ, बहुत मान्छे आएका छन्। यता चाहिँ मन्दिर हो, यो अगाडिको मन्दिर। यो साइडबाट बाटो हो, अगाडिबाट हामी आएका हौँ। अब हामी यो साइडबाट घुरेर आइसक्यौँ। अब हामी जान्छौँ कहाँ? मन्दिरमा जाने आमा सक्नुहुन्छ होइन न पस्नु यताबाट सक्छ। ऊ त माथिको मन्दिरमा सक्नुहुन्छ, यता सक्नुहुन्छ। यो मन्दिरमा बहुत वर्ष अगाडि आएको थियौँ हामीले, सानो थियौँ त्यतिखेर आमाहरूसँग आएका थियौँ। यहाँ एउटा किनेका थियौँ होइन आमा हामीहरूले? तावा बेल्ने तावा किनेका थियौँ बहुत अगाडि। कति सानो थियो म त्यतिखेर, बहुत सानो थियो। 7-8 वर्ष 7 पनि थियो होला, अलिअलि याद छ। त्यो ऊ भनिराख्नुको थियो अघि, के अरे यहाँ ओराबाट लिएर जाऊ, सबैले किन अगाडिकै दोकानमा गएर भिड गर्नु अरे, यहाँबाट लिएर जाऊ, किन ओरैको दोकानमा गएर भिड गर्छु भनेर हो पनि। अब यहाँ दोकानमा यति भिड छ, अब अलिक अगाडिका दोकानमा भिड रहेछ, सबैले यतैबाट किन्दा रहेछन्। लेखेको रहेछ बान्दरको खावदान भनेर। अलिअलि बान्दर त हामी पनि हौँ नि त, बिचरा त्यसको मुख उठेको थियो। मैले उठाउने त मन गरेको थिइनँ, त्यही भएर माथि देखाइदिएको है। अब यत्रो मान्छेको माझमा को कहाँ उड्छ मेरो के गर्नु। दुनियाँ नै ब्लकको भइरहेछ। म चाहिँ चप्पल हेरेर बसिरहेको छु, अरू पस्छ यताबाट। यी रानीका जस्तो चप्पल नल्याएको भए त म नि पस्थेँ नि त। अब यी चप्पल देखेर यस्तो लाग्यो, यी चप्पल त माया लाग्छ देखेर, मान्छेले लिएर जाने चान्सेस छ। मन्दिरमा त खटै लाँदैन, तर के भन्नु अब कसलाई के मन लाग्छ कुन्दिन कसले जान्ने। यो आमाहरू आऊ किताबमा छुट्यो बान्दरबाट खानु
खसी बस्नु डेक्ची पिठा खाने मान्छेको लाइन लागेको छ। एकजना बा हुनुहुन्थ्यो भर्खर मलाई डेक्ची पिठा बनाउन सिकाएर जानुभएको थियो भनेर यो घरमा बनाउनु अरे केही छैन अरे। अन्त देख्नु त सजिलो छ यी नुनको मिलाएका छन् पिठा मिलाएको छ अनि भात भइरहेको छ।